हाई गाइस वेलकम टु माई भिडियो। अन्त मेरो नाम चाहिँ पासङ अनि म चाहिँ बस्छु हस्टेलमा। अन्त चाहिँ आज चाहिँ हामी जाँदैछ सिमरन दिदीको रुम, किनभने चाहिँ अस्तिदेखि हामीले प्लान बनाइरहेको थियो मोमो खाने भनेर होइन, हामी 6जनाले चाहिँ। अन्त अब हामी 3जना चाहिँ जाँदैछ। मैले छाता पनि ओढेको छुइनँ किनभने चाहिँ हावा पनि चल्दैछ, प्लसमा घाम पनि लागिरहेको छ, गरम पनि भइरहेको छ। तर छाता खोल्दाखेरि चाहिँ नि छाता बन्दै अब हुन्छ नि उड्नु खोज्दैछ होइन, अन्त यसैको लागि मैले छाता खोलेको छुइनँ। अन्त चाहिँ अब हामी हिँड्दैछ यस्तो घाममा पनि होइन, गाडी पनि पाएन नि त आज चाहिँ, तब त बाइकहरू पनि पाइहाल्छ, बाइकमा जाँदा पनि हुन्थ्यो होइन, तर पनि आज चाहिँ पाएन बाइकहरू केही पनि। अन्त हामी 3जना जाँदैछ हिँड्दै हिँड्दै। अनि तपाईँहरू म सिमरन दिदीको रुम पुगेर भेट्छु। अन्त चाहिँ हामी चाहिँ पुगिसक्यो सिमरन दिदीको रुम पनि। अन्त रेस्टहरू गरेर पनि एकछिन रेस्टहरू गऱ्यो। अन्त चाहिँ मलाई अचार पिस्नु भन्नुभयो नि त, अन्त मैले अचार पिस्नु थालेको। यो चाहिँ हो तिल, अन्त सङ्गीताले पिस्दैछ टमाटर। यो चाहिँ हामीले टमाटरले चाहिँ फ्राई गरेको। अन्त चाहिँ बेलनले चाहिँ हामीले अचार पिस्दिएको आज चाहिँ होइन। अन्त मोमो बनिँदैछ, सिमीले चाहिँ देखाउँदैछ, सिमीले चाहिँ भिडियो गर्दै थियो मेरो आजको। अन्त भिडियो गर्नुहुँदैछ सिमीले चाहिँ, अन्त चाहिँ देखाउनु हुँदैछ कुनि के देखाउनु हुँदैछ उसले। अन्त कौडी बनाएको छ सिमीले चाहिँ आज, कौडी पनि देखाउनु हुँदैछ। अन्त 2जना हेर्नु सक्नुहुन्छ तपाईँहरूले, मनिषा दिदी र सिमरन दिदी, उनीहरूको चाहिँ लगाउनु हेर्छ। अन्त आज चाहिँ हाम्रो दिन यति गयो होइन, मैले भिडियो बनाउनु बिर्सेछु नि त, किनभने चाहिँ म चाहिँ सुतिपठाएछु। सुतेर चाहिँ भर्खर उठेर चाहिँ केसेस कोरेर अन्त निक्लेको हस्टेलको लागि। अन्त चाहिँ किनभने चाहिँ हामी निक्लेको भने टाइम पनि भइसकेको थियो होइन, एटेन्डेन्स पनि हुन्छ नि त हाम्रो हस्टेलमा चाहिँ। अन्त एटेन्डेन्स लागि पनि छिटो गरेर निक्लेको होइन। अनि सङ्गीताले चाहिँ हाई भन्दैछ तपाईँहरूलाई होइन, मनिषा दिदी हेर्नु सक्नुहुन्छ, पछाडि समीर भैया छ। अन्त अब मनिषा दिदी र मेरो चाहिँ आर्गुमेन्ट यति बेसी हुन्छ कि कति बेसी हुन्छ, उसले यति बेसी हँसाउँछ घरिघरि, यति बेसी रिस उठाउँछ मलाई होइन, उसलाई मैले पुरा रिस उठाउँछु त्यसरी त। अन्त त्यतिकै हामी बोल्दै आयो हस्टेल। अन्त यो चाहिँ हो मेरो नेक्स्ट डेको इभिनिङको भ्लग, किनभने चाहिँ मेरो मर्निङमा चाहिँ क्लास थियो होइन, अन्त मैले चाहिँ बनाउनु सकेन भिडियोहरू। अन्त म चाहिँ एकछिन रेस्ट गरेर चाहिँ चियाहरू खानु लागि चाहिँ अब निक्लिनु आँटेको हामी 3जना चाहिँ। सुषमा चाहिँ आइपुगिसक्यो, अन्त मनिषा दिदी चाहिँ आइपुग्नु भयो। अन्त हामी चाहिँ चाय पनि पिएन होइन आज, किनभने चाहिँ हामीले चाय नपिएको भन्दा चाहिँ आज चाहिँ थियो पोहा चाहिँ हामी 3जनालाई मन पर्दैन। अन्त चाहिँ हामीले खाएन पोहा। अन्त चाहिँ हामी एकछिन बाहिर जाउँ भनेर मैले एकछिन जाउँ भनेर चाहिँ निकालेँ उनीहरू 2जनालाई पनि। अन्त चाहिँ तपाईँहरूले एउटा कुरा भन्नु छ, मेरो चाहिँ आज सेसनल खत्तम भयो, 4टा हुन्छ मेरो चाहिँ, त्यो चाहिँ खत्तम भयो। सुषमाको चाहिँ पाएको छैन, अन्त मनिषा दिदीको पनि पाएको छैन होइन। अन्त मैले चाहिँ देखाउँदैछु गार्ड अङ्कलको रुम होइन, गार्ड अङ्कल चाहिँ त्यहाँ बसिराख्नु भएको छ। अन्त चाहिँ हामी जाँदैछ अब एकछिन बस्नु लागि बाहिर, तर यति साह्रो गरम छ कि बाहिर पनि, अब घाम छैन भने पनि नि गरम चाहिँ डरलाग्दै छ। अन्त मलाई चाहिँ अल्छी लागेर मैले चाहिँ भिडियो बनाएको हो, किनभने चाहिँ अलिकति भए पनि म पनि लगाऊँ न कोही बेला त भनेर होइन। अन्त सुषमालाई पनि देखाउँदैछु, सुषमाको पनि एउटा सेसनल छ भन्दैछ। मेरो 3rd डेको भ्लग हो। अन्त मैले यसमा चाहिँ स्किन केयर गरेको छु होइन। अन्त म चाहिँ के लगाउँछु भने टोनर लगाउँछु, एउटा मोइस्चराइजर लगाउँछु, अन्त एउटा सनस्क्रिन लगाउँछु, यति मात्रै लगाउँछु, केही लगाउँदिनँ अरू। अन्त चाहिँ यो सबै गरेर चाहिँ तपाईँहरूलाई देखाउँदैछु, किनभने चाहिँ मेरो भिडियो बनाउनु लागि चाहिँ अब भिडियो चाहिँ केहीको पनि थिएन नि त, अन्त त्यही कारण 3टा एकैतालमा कम्बाइन गरेर बनाएको मैले चाहिँ होइन। अन्त हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच होइन। अन्त मेरो युट्युब च्यानलमा गएर पनि सब्सक्राइब गरिदिनुहोस्, अन्त फेसबुकमा गएर पनि फलो गरिदिनुहोस्। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज।